किन मान्छे कुरै हिँड्छ त खानु पर्यो झन् बिहा गरेर मैले त गएछ 1.5 वर्ष होइन त्यो टाइममा मैले छोडेँ म फिल्म बिस्तारै पाएपछि छोडेँ त्यो कुनै त प्रोफेसनल त्यो लाइनमा लाग्यो अहिले पनि छ नि त जब छैन मेरो छोरीहरू 7 वर्ष भइसक्यो मास्टर डिग्री गरेको पिएचडी गर भन्नु नगर्ने भन्छ एजुकेसन चाहिँ यहाँ जबै छैन के गर्ने भन्नु ठुल्छोरी रागिनीले यो विडम्बना हो कि नेपाली चाहिँ एजुकेसनको के नानी मास्टर डिग्री एकदम टप 10 मा आएको मास्टर डिग्री गरेको मेरो छोरीहरू चाहिँ यो टियुबाट गरेको है यो हाम्रो चाहिँ के जापानिज ल्याङ्ग्वेज पढ्यो पहिला है 6 महिना जापानको फकिङ के माशाल्लाह नेपालको एजुकेसन चाहिँ के नेपाली नपाउनु यहाँ बार मात्र राख्नु यो डिप्लोमा यो त्यो नबन्नु यहाँ साला जब दिन सक्दैन भने तिम्रो कलेज किन खोल्ने हो साला अर्काको घर खेस बेचेर चाहिँ यहाँ कलेज खोलेछ ठुल्ठुलो टाढ फलेछ यिनीहरूलाई ठोक्नुपर्छ एकदिन म त एजुकेसन जब दिनु पर्यो नि कलेजले जब दिनु पर्यो के नानी कमर्सले कमर्स जब दिनु पर्यो के साइन्सले साइन्स दिनु पर्यो के इन्जिनियरिङ दिनु पर्यो नि त कति सजिलो छ फाइटर बनाइदिएको छ बाटोमा छोडिदिएको छ स्ट्रिटमा हाम्रो कराटेमा पनि छ कि ब्ल्याक बेल्ट सेल्फ गरिरहेछ अनि बाउन्सर हुन जान्छ के खाडीमा जान्छ के रिस उठेन नानी जब खै अहिले पनि मेरो छोरी छ त्यहाँ होइन एउटा छोरी यहीँ छ एजुकेटेडहरूलाई खोइ जब भने के दिनु परेन लमा छ लमा चाहिँ लयर हुन्छ त्यो पनि गाह्रो छ त उनीहरूको यही नेपालमा कमर्सलाई कहाँ छ हो कहाँ भ्याउँछ डाक्टर पढ्नलाई बाउ आमाले आर्जको सबै सम्पत्ति बेच्नुपर्छ त्यहाँ 80-90 लाख दिनुपर्छ त्यो बच्चा फुत्त मऱ्यो भने चट कति रिक्समा चाहिँ विदेशमा पठाउँछ यहाँ 36% ब्याजमा लिएर पठाउँछ कति बिरामी त्यहाँ मर्छ नि बाउ आमा डुबेन मरेन खोइ राज्यले हेरेको यो बनाऊ विदेश जाने उनीहरू बाध्य नबनाऊ रहर कहरले गएको होइन एनआरएन हुन इच्छा छैन कसलाई पनि यो देशमा राम्रो भएको त किन जाने अर्का देशमा अर्काको रुल्स मलाई थाहा छ क्या नानी अलिकति के गर्ला कि के भन्दा पनि कानुनले पुलिसले समात्ला भनेर सिस्टिभी हुन्छ नानी म दङ परेको नि जापानमा तिमीले हरायो भने लस एन्ड फाउन्ड छ के